उदाहरणीय मित्रता। हिमालको फेदीमा रहेको सानो गाउँमा अमर र सुनिल नामका दुई साथी बस्थे। उनीहरूको मित्रता गाउँमा उदाहरणीय थियो। अमर किताबी किरो थियो भने सुनिल खेतमा रमाउने किसान। फरक स्वभाव भए पनि उनीहरू एक अर्कालाई सधैँ साथ दिन्थे। एक हिउँदमा गाउँमा खाद्यान्नको अभाव भयो। सुनिलको खेतमा भएको थोरै अन्न पनि बाढीले बगायो। अमरले आफ्नो पढाइ छोडेर सुनिललाई सघाउन थाल्यो। उसले गाउँभरि गएर सहयोग माग्यो र किताबहरू बेचेर पैसा जुटायो। सुनिललाई नयाँ बिउ र मल किनिदियो। सुनिलले भने, तिमीले आफ्नो सपना किन दुखमा राख्यौ? अमर मुस्कुराउँदै बोले, मित्रको सुख नै मेरो सपना हो। बर्खा